सम्पूर्णमा नमस्कार। देश विदेश रहनुहुने लगायत देशवासी देशमै रहनुहुनेहरूलाई पनि भन्दै मेरो सानो मिनी भ्लगमा आज चाहिँको काम चाहिँ हाम्रो यस्तो भइरहेछ। हामी कम्तीमा पनि हामी 6 जनाको काम हो। हामी यो पुरै झाडी सफाइ गरिरहेछौँ। यसलाई सरसफाइको गन्तव्यमै छौँ। हामी अझै पनि सरसफाइमा लागि परिरहेका छौँ। अझ 11 दिन भयो गर्दैछौँ। सकेसम्म हामी प्रयास जारी छ र भन्दै अब 12 पनि बजिसकेको छ। हामी बिहान भनौँ न 6:30 7 बजेदेखि लागि परेको। अब ठ्याक्कै अब घर पनि जानुपर्ने हुन्छ। अब खाना पनि खाएको छैन, खाना खानु पनि पर्ने हुन्छ भन्दै आजबाट बिदा। आजबाट नभनौँ, अब अहिलेबाट चाहिँ बिदा चाहन्छौँ। भोलि फेरि हामी पूर्ण आउनेछौँ बिहान 6 बजेदेखि भनौँ न 7 बजेदेखि भोलिबाट चाहिँ। अब यतापट्टिको यो पुरै घारी फाँडेर पुरै चिल्लो बनाउनु पर्ने छ। यसलाई चिल्लो बनाइसकेपछि सक्सेस भोलिको मिसन यता गर्ने भन्ने कुरा छ। र साना साना भाइ बहिनीहरू बालबच्चाहरू अशक्तहरू नआइदिनु होला। कम्तीमा पनि हामीलाई यो सक्सेस गराउनलाई कम्तीमा पनि हामीलाई 6-7 महिना लाग्छ। किनभने ठुलो टाउन छ यो चाहिँ। सबै कुरो चाहिँ पुरै चिल्लो पार्नुपर्ने हुन्छ। हामी ठुल्ठुलो बोट बिरुवाहरूलाई जोगाएर हामी यो काँडाहरू, यो जुन मैजलको काँडाहरू यस्ता यस्तो छन्, यहाँ बयरको काँडाहरू बढी हामी यसलाई चाहिँ यसलाई हटाउँदैछौँ। यो काँडाले चाहिँ धेरै रियाक्सन हान्ने। आज पनि 6-7 वटा रोटेले एकै ठाउँ खायो। अम्ला त्यस्तै उसले खैरको काँडाले पनि घोचेर त्यस्तै बनाइरहेछ। काँडाले हाम्रो चाहिँ यो दोस्रो जग्गाबाट देखिने ठाउँ हो। जस्ट उता पल्लोपट्टि भन्दा यो उल्लोपट्टिबाट आउँदाखेरि फेरि यतापट्टि पनि देख्ने दृश्यहरू रोनी देखिन्छ देख्नु चाहिँ। तर यसलाई अब व्यवस्थित गर्दै गएपछि अलि राम्रो हुन्छ। अलिकति यहाँ झाडु सफाइ पनि गर्दैछौँ हामी। यो चाहिँ यहाँबाट फेरि अर्को स्टेपबाट देखिने यो एरिया हो। कैलाश भाइले खाजा खुवाउनु भएको छ। ए अब यस्तै हो, चिसो चिसो हाम्रो गाउँघरमा चल्ने टक्क। अब छिटो मिठो। अब घर जाउँ भने घर अलिक टाढो छ। कैलाशजीलाई पनि धेरै धेरै धन्यवाद खाजा खुवाउनु भएकोमा। यसरी नै सबैजनाको साथ सहयोग भयो भने फेरि अझै गन्तव्य अगाडि जानेछ। त्यसरी नै सबैजनाले हजुरहरूले माया गरिदिनु होला भन्दै एक्सप्रेस वेमै जान्छ हैन। या मेरो पनि पारा यस्तो छ, हँसिया बोकाइ छ। यी डेली पन्जा आज रोटेले खाएर 8-9 वटाले मर्ने बेला भएको थियो। त्यो पनि काम गर्नु चाहिँ छोडिराखेन। काँडाले घोचेर त्यस्तै। तर ठ्याक्कै डराइ चाहिँ हालेको छैन। काम चाहिँ छोडिदिनु भनेको छु भन्दै टाटा बाई बाई सम्पूर्ण।